बाबा सुन्नु न, आज मैले एउटा एकदमै नराम्रो खबर पाएँ नि। होइन छोरी, के भयो? मेरो साथी महिमा छ नि, उसको बाबालाई त क्यान्सर भएछ। अनि त्यही भएर स्कुल पनि एकदमै रुँदै आउँथे अनि एकदमै टेन्सन लिइरहेको थियो नि। यो क्यान्सर भन्नाले चाहिँ के हो बाबा? क्यान्सर भनेर चाहिँ शरीरमा अनकन्ट्रोल ग्रोथ भएको भन्छौँ होइन। नर्मली सेल्सहरू चाहिँ बन्ने बिग्रिने हुन्छ, अपोप्टोसिस प्रोसेस भन्छौँ। त्यो प्रोसेस कहिले काहीँ बिग्रे काम गरेन भने सेलमा सेल्सहरू चाहिँ अनकन्ट्रोली ग्रोथ हुँदै जान्छ, त्यसलाई क्यान्सर भन्छ। अनि कुन क्यान्सर भएर चाहिँ त? उसको बाबालाई मेटास्ट्याटिक कोलन क्यान्सर भयो भनेको थियो उसले। मेटास्ट्याटिक भने चाहिँ फैलिएको क्यान्सर भयो होइन। त्यो भनेको क्यान्सर केन्द्रबाट फैलिएर कहाँ कुनै ठाउँमा गयो, जस्तै त्यो बोनमा जान सक्छ, लिभरमा जान सक्छ, विभिन्न शरीरको अन्य अर्ग्यानमा गयो भने चाहिँ त्यसलाई मेटास्ट्याटिक क्यान्सर भन्छ। एकदमै डरलाग्दो कुरा रहेछ है बाबा? डरलाग्दो त हो, तर आजकलको नयाँ ट्रिटमेन्टहरूको अप्सनहरू छ होइन। स्पेसिफिक कुन टाइपको क्यान्सरहरू पत्ता लगाइसकेपछि हामीले त्यसलाई चाहिँ टार्गेटेड थेरापीहरू दिन सकिन्छ, त्यसबाट फाइदा हुन्छ। अनि हुन चाहिँ किन हुन्छ यो क्यान्सर, कसरी हुन्छ? नर्मली क्यान्सर भनेर चाहिँ जेनेटिक प्रिडिस्पोजिसन हुनुपर्छ होइन। त्यसको वंशानुगत रूपमा केही कुरा भएको हुनु पऱ्यो। त्यसलाई इन्भाइरोमेन्टल फ्याक्टर्सहरूले एफेक्ट गर्यो भने चाहिँ त्यो क्यान्सर देखिन्छ। इन्भाइरोमेन्टल फ्याक्टर्समा हामी के भन्छौँ भन्दाखेरि रेडिएसनको एक्सपोजरहरू भन्छौँ होइन। त्यसपछि हाम्रो डायटहरूको कुरा भन्छौँ, अनकन्ट्रोल हामीले अहिलेको जङ्क फुडहरू, स्मोक फुडहरू कुरा गर्छौँ होइन। अनि सेडेन्टरी लाइफस्टाइल, एक्सर्साइजहरू कम भयो भने र यो विभिन्न फ्याक्टर इन्टरप्लेले गर्दाखेरि चाहिँ क्यान्सर देखिन सक्छ। मैले त सुने अनुसार अहिलेसम्म चुरोट खाएर रक्सी खाएर मात्रै क्यान्सर लाग्छ, त्यो कुरा सही हो त? एक हिसाबले सही हो। चुरोट रक्सी भनेको इन्भाइरोमेन्टल फ्याक्टर्सहरू भयो होइन। त्यो फ्याक्टर्सले चाहिँ जेनेटिक प्रिडिस्पोजिसन भएको मान्छेलाई भयो भने चाहिँ त्यसले क्यान्सर गराउन सक्छ। तर त्यो बाहेक अरू कारणहरू पनि छ। अनि यो पहिले पत्ता लाग्न सकिँदैन क्यान्सरहरू? पहिले पत्ता लगाउन सकिन्छ। विभिन्न जस्तै आन्द्राकै क्यान्सरमा पनि हामीले कोलोनोस्कोपी भन्ने टेस्ट गर्नु दिन्छ होइन। त्यो टेस्ट गर्दाखेरि चाहिँ क्यान्सर छैन अर्ली स्टेजमा हामीले पत्ता लगाउन सक्छौँ। त्यस्तै सर्भाइकल क्यान्सरको पनि स्क्रिनिङ टेक्निकहरू हुन्छ। विभिन्न टेक्निकमा चाहिँ हामीले स्क्रिनिङ गऱ्यो भने चाहिँ अर्ली क्यान्सर डायग्नोस गर्न सक्छौँ। अर्ली क्यान्सर डायग्नोसिस भयो भने त्यो ट्रिटमेन्ट पनि अर्ली गर्न सकिन्छ, क्योर हुने चान्स पनि बढी हुन्छ। यो त एकदम महत्त्वपूर्ण कुरा रहेछ है। म मेरो सब साथीहरूलाई पनि गरेर सुनाउँछु अब। यो सबैले जानकारी हुनुपर्ने कुरा हो यो होइन। भयो भने स्क्रिनिङ गर्न सकिन्छ, अर्ली डायग्नोसिस र ट्रिटमेन्ट गर्न सकिन्छ। हाम्रो आरोग्य वेलफेयर क्लिनिकले पनि यसैमा काम गर्छ, प्रिभेन्टिभ अन्कोलोजीमा। र त्यो हाम्रो आरोग्य वेलफेयर क्लिनिकको वेबसाइटमा हेरेर पनि हामीले यसको बारेमा बढी जानकारी लिन सक्छौँ।